उसब कहाँ जान लागेको हामी? ओके, हाम्रो गाउँको चाहिँ यो ठाउँलाई चाहिँ कोलबटे भन्छ साथीहरू। सबै वनपाखा खेतबारी गर्न जाने ठाउँ बाटो चाहिँ हो। हामी चाहिँ यो चाहिँ कोलबटे है साथीहरू। यहाँ चाहिँ मान्छे बित्दाखेरि कार्य गर्दाखेरि यो बस्ने ठाउँ हो। यो चाहिँ खेत हो साथीहरू। यो चाहिँ जुदे खेत भन्छ हाम्रो गाउँको। यो ठ्याक्क पारी देखिएको टपमा सबभन्दा पर यो सेन्टरमा देखिएको भाग चाहिँ गोर्खा हो। हाम्रो माछा मार्ने साथीहरू कोही वा खोलातिर उहाँ पुगिसक्यो। त्यो खोलातिर पुग्नेको नाम के हो? सब उसब चाहिँ हिँड्न नसकेको अवस्था। माछा चाहिँ गजबको होला छ है। खोला व्यापकै ठुलो छ। गाँठी बाफ्रे, ओ माई गड। यो चाहिँ माछाको लागि बिस बनाउँदैछ केटाहरूले। उसबले त्यहाँ माछा देखेको अवस्था 1 किलोको जतिको माछा चाहिँ हुनुपर्छ है। हो हे तेरी, त्यसले त यार सबै गाँड पुत्लो बोकेर आएछ यार। हे तेरीका, खोइ दिखा त। कोही बिस बनाउँदैछन्, कोही खोलामा माछा खोजिरहेछन्। ए साथीहरूले चाहिँ माछा नपाएर चाहिँ गटा भयो नि लाने भन्दैछन्। तर यहाँ चाहिँ गटाको ऊ देखेको अवस्था है साथीहरू। यो चाहिँ गटाको यो गटाको ढ्यापु है। ल ल निकालौ। ल हेर्नु त साथीहरू, यो गटाको ढ्यापु हो। ल गटा है। ओ ल एउटा ताली। ल माछा तीनटा माछा खेला पारेर ते लुक्यो। माछा लुक्यो भन्छ केटाहरू। लोत पारे हेत्तेरी। माकुर हो त्यो, माछा होइन। ए पोलियो थोपै खाएन यसलाई, नमारौँ है। सरी कस्तो पक्का दोन्दो हेमा मेरो पानीले देख्दैन अनि के भन्न चाहिँ माछा मार्न सकिएन आज। फाइनल्ली साथीहरू आज एउटा पनि माछा मार्न सकिएन। त्यसकारण हामी एकदमै दुखी छौँ।